13औं रारा रनिङ गोल्ड कप 2083 को चाहिँ आज भएको खेलमा रारा एफसी भर्सेस गाईघाट युनाइटेड एफसी बिचको यो खेलमा चाहिँ रारा एफसीले चाहिँ गाईघाट युनाइटेड एफसीलाई चाहिँ 3-0 गोलले बिट गर्न सफल भएको छ है त। यता हेर्नुहोस् न, यतिखेर प्रदीपको क्रसमा चाहिँ मिलन चामलिङ राईले क्या इजी गोल गर्नुभएको थियो, जुन चाहिँ मिलन चामलिङ राईले आज गरेको दोस्रो गोल थियो है त। र मिलन चामलिङ राईले गर्नुभएको आजको पहिलो गोल यतिखेर हेर्नुहोस् न, यस्तो बब्बाल फिनिस गर्नुहुन्छ। हेर्नुहोस् है त, हुन त क्लाउले पनि यस्तो दामी असिस्ट गर्नुभएको थियो र फेरि मिलन चामलिङ राईको पनि फिनिसलाई चाहिँ मान्नै पर्छ, वान टच फिनिस के यस्तो बब्बाल। हजुरहरूलाई चाहिँ मिलन चामलिङ राईको खेल कसलाई मनपर्छ गाइस कमेन्ट गर्नुहोस् है त। र हजुरहरू यो म्याच फुल हेर्न चाहनुहुन्छ भने चाहिँ युट्युब च्यानलमा जानुहोस्, goalnepal.com बाट हेर्न सक्नुहुनेछ है त गाइस, फुल म्याच हेर्नको लागि चाहिँ। र आज रारा एफसीबाट चाहिँ यो दोस्रो गोल गर्नुहुने खेलाडी चाहिँ यो गोल क्लाउ हुनुहुँदो रहेछ होइन, उहाँको नाम चाहिँ क्लाउ। वाट अ गोल होइन, वाट अ फिनिस इट वास। र हजुरहरू गाइज मैले भनिहालेँ होइन, फुल भिडियो लाइभ हेर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरू goalnepal.com मा जानुहोस् र अनि त्यहीँबाट फुल इन्जोय लिनुहोस् है त। थ्याङ्क यू।